गुड मर्निङ फ्रम सुनौली है। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। अहिले चाहिँ हामी चाहिँ ठ्याक्कै सुनौली बोर्डर हामी चाहिँ अहिले ठ्याक्कै प्रयाग मार्ग हिँडेको र महाकुम्भको दर्शन गर्नको लागि। हिजो साँझ हामी नाइट लगभग 8 बजेतिर नाइट चढेको थियौँ अनि सिधै अब भ्लग स्टार्ट गर्न भ्याइएन अनि सिधै हामी म बोर्डरमा गएर भ्लग स्टार्ट गर्छु भन्ने थियो। अनि अहिले ठ्याक्कै बोर्डरमा छौँ हामी। अब बस फिक्स भयो, यहाँ बसबाट गएर बस लाग्दो रहेछ एकछिनमा। उनीहरू पैसा एक्सचेन्ज गर्दैछन् भित्र। हामी चाहिँ अब भेट्छौँ फेरि। अब बस एकछिनमा 10 मिनट लाग्छ। हामी अब खाजा साजा खान्छौँ। यहाँ छोले भटुरे हाम्रो छ, यहाँ होटल छ, यहाँ हामी राख्छ। ये भटूरा है और ये छोले ये भटुरा है, ये छोले है ना। दोस्त कता भयो हाम्रो एउटा साथी आएनन्। यो चाहिँ महाकुम्भ जाने बस हो। सबै महाकुम्भको लागि मात्रै छुट्छ यहाँदेखि, नेपालीहरूको लागि भनेर। नेपाली जहाँबाट आए पनि ट्याक्कै सुनौलीको बस सकेर राख्छ। बिहान 2टा बस गएर मान्छे भोरेसी चट्ट जाने हुनेछन्। हामी चाहिँ भर्खर छिरेको बस चाहिँ खाली छ। बस पुरा खाली छ। अब चाहिँ बस सुरु हुन लागेको छ। मान्छे भरिदिएछ ठक्कै। गाडी भरिँदैछ टक कलर। भैयाजी पैसा दे त भैयाजी, पैसा। विमल पुरै पैसा गर्दैछ पुरै व्यवस्थित तरिकाले। टिकटको चाहिँ ठ्याक्क कति 550 रुपियाँ रहेछ आइसी। यहाँदेखि सिधै प्रयाग मार्गसम्मको। हामी साथी पेमेन्ट गर्दैछन्। गाडी सुरु भयो अब डक्क सिधै लोकल गाडीमा। हामी पुरै लोकल भाइब्समा। अन्त भयो कहीँ नि काका महाकुम्भ लेखेको हुन्छ होइन। मजा आइरहेको अब के अन्त हामी ढाबा खाजा खाने के खाने पाइन्छ खाउँ होइन। त्यसपछि खाएपछि अब हामी फेरि बाटो लाग्छ। चल्दै गयो। यात्रा त भर्खर सुरु भइरहेछ भनौँ न। हामी अब अहिले महाकुम्भ जान लागिरहेछौँ, बाटोमा छौँ। ढाबामा रोकेको छ खाजा खानलाई। अब आज बेलुकातिर पुगिन्छ होला। आज बेलुका 10-11 बजीतिर पुगिन्छ होला होइन। अब यही हो हाम्रो गाडी, यही हो हाम्रो वाहन, हाम्रो लाने यसरी लाने हाम्रो रफी होइन रफी। महाकुम्भसम्मको रफी। गर्मी फिल भइरह। यसो निदान लागेर ठ्याक्कै गाडी रोक्यो। अब ढाबामा के छ यसो हेरौँ, खाउँ। खाने भयो नखाने भयो नखाउँला के कसो हेरौँ पर। सबै गाडीको खाना यस्तो भिडभाड रमाइलो छ। विमलजी यहाँ विमल के खान लाग्यो? यो के रे ल हामी चाहिँ अब खाजा साजा खाइयो। बस भोरै होइन। अब पकौडा के खाइयो? पकौडा खाइ मिक्स थियो के भर गाउँको सब्जी जति लिएर पकाएको थियो। लौका भान्टा काउली चोकेर काउलीको खाना त्यस्तो भयो। तर सब मिक्स थियो कि। छोले समोसा खान लाग्यो। बेसार मात्रै थियो उड्डेको थियो। त समोसा मात्रै खाइयो त्यसको पनि। सब फाल्दैन भने समोसा मात्रै खाएँ। समोसा मात्रै त्यही भनेको। त्यही त हामी ठ्याक्कै गोरखपुर बजार पट्टियो। गोरखपुर मन्दिर ठ्याक्क यतापट्टि गोरखपुर मन्दिर छ। ठ्याक्क गोरखपुर मन्दिरबाट भर्खर कटियो। दुईसम्म फर्किँदा बस्छौँ हामी। मजा आइरहेको यात्रा। जोस इन्डिया जस्तै रहेछ। बल्ल इन्डिया जस्तो फिल भइरह। भिडियोमा चाहिँ यस्तो रहेछ इन्डिया। भर्खर गोरखपुर बजार कटियो। अब लगभग अझै आधा हुन धेरै छ है बाटो हाम्रो। आधा बाटो कति 90 आधा हुन धेरै छ क्या।
ल 200 जस्तो भन्नु पर्यो 210 90 हो नि त त्यहाँदेखि त अझ 200 किलोमिटर छ बल्ल यहाँ आएछ हामी अहिले चाहिँ ठ्याक्कै नेपालको 2:30 बजेको छ हेरौँ कतिसम्म पुगिन्छ साँझ राति चाहिँ होला जस्तो पुग्न त ठिक छ तर बस त राम्रोसँग पायो हुन्छ भने कुरो मजा आइरहेछ लोकल गाडीमा इन्डियाको नेपालको लोकल गाडी भनेर व्यवस्थित छ जेस त्यति हो खुसी कुरो एक्सपिरियन्स भइरहेछ यहाँ रेलवे देख्न सक्नुहुन्छ मस्त व्यवस्थित तरिकाले बिहार मान्छे बिन्दास हिँड्दैन उडाइदिने ट्रेन आएर यो त ट्रेनै ठ्याक्कै ट्रेन देख्न सक्नुहुन्छ मजाले त्यो प्रयोग मार्ग हाले है त्यो भ्लग हेर्नु होला हाम्रो युट्युबमा व्यवस्थित आउँछ कति दिन पछि आउँछ थाहा छैन गोरखपुरको ट्रेन स्टेसन ठ्याक्कै ट्रेन स्टेसन चढ्नलाई यहाँ आउनुपर्छ गोरखपुर ट्रेन स्टेसन मेरो फर्स्ट टाइम इन्डियाको एक्सपिरियन्स भइरहेको छ यहाँ यता देखिरहेको सब ट्रेनवाला ठाउँ रहेछ अब यहाँ एकछिन गाडी रोकिँदैछ हाम्रो गोरखपुरको बस पार्कमा एकछिन अब गाडी रोक्ने होला सायद यहाँ लोकल मान्छेहरू सबै झारेको छ हेर्दैछ यहाँ बवाल केटा हो बवाल हामी अहिले कहाँ छौँ गोरखपुरसँगै हामी पपिता बदाम पुरै फुल इनर्जीमा हामी पानी महादेव चिसो पानी कविता र बदाम मात्रै हो अर्को के खाएन अहिले चना चाउले खाएको हामी महादेवको अगाडि छौँ कालीजी पनि यहाँ हुनुहुँदैछ भन्न उको उहाँ पानी देखाइदिएन यार त्यो देखाउनु ए उ त्यहाँ महादेव र काली फोटो रहेछ मजा आइरहेको थियो यात्रा स्मेल चाहिँ आउँदैन तर बबाल स्मेल आइरहेको फेरि स्मेल घुसाइदिनु हुन्थ्यो पर्थ्यो रमाइलो टोइलेट जानै पर्दैन यहाँ बाहिर जताततै टोइलेट छ ठ्याक्कै फिल आउँछ अझ पब्लिक टोइलेटमा अहिले चाहिँ हामी ठ्याक्क गोरखपुरमा एकछिन ब्रेक लिएर हामीबाट अगाडि लागेको छ एकछिन हामी बस्यो खाजा खाइयो खाजा भन्दा नि फलफुल खाइयो पपिता सपिता खाइयो पानी सानी लिग्यो अब यहाँ चट्ट अब गाडी लगभग फेरि पनि फुल भएको छ सबै अब सिधै प्रयोग मारेसम्मको लागि अहिले पनि खै कहाँ पुगेको थाहा छैन बाटो चाहिँ देख्न सक्नुहुन्छ एक बस पुरै खाली छ सोल्टी हाम्रो पुरै लास्टिकमा मस्त मजा आइरहेछ अर्को साथी सबभन्दा सुरुमा छ गुरुजीसँग गफ गर्दैछ अर्को बिचमा सिनेमा छ म चाहिँ यहाँ सुतिरहेको छु बस पुरै खाली छ हाम्रो मजा आइरहेछ बाटो अझै पुगेन भन्नु पर्यो नि टक्कर एउटा दोस्त यहाँ म सुतिरहेको एउटा मा गीत गाएर बसिरहेको छु सबभन्दा अगाडि अब ट्याक्क खाना खाने बेला भयो जस्तो हाम्रो पक्क गाडी रोकेछ गाडीमा चाहिँ धेरै मान्छे छैन एउटा मान्छेलाई एउटा लाइनको पुरै सिट छ सुती जानु पाइरह आधी बस पुरै खाली छ भान्जा लास्टमा छन् सबजना सुती जानु पाइरह सब बस खाली हौडक हामी खानासाना खान्छौँ के हुन्छ खानासाना खान्छु के खान्छ हाम्रो बसलाई यो चाहिँ हामीले पुरै रिजर्भ गरेकै बस्यो हामी फेरि जता बस्यो नि सुत्यो नि उठ्यो नि सब गरेर बस हाम्रो होइन
बसै पुरै रिजर्भ गरे यो चक्का हेर्दा के पछाडिको चक्का भण्डारा यहाँ चाहिँ भण्डारा चलिरहेछ अझ महाकुम्भ हो निस्कुलको भोजन रे ओए लाइन लागौँ ल कता के कसो भोजनलाई कता जानुपर्ने हो टक्क यहाँ लाइन लागेको छ अब हामी यहीँ खाना खान्छौँ अलि हालिदिने कि हालिदियो हाल्ने राम्रो भयो भोजन ल टक्क जय श्री राम। ये कार्यक्रम हमारे जनपद जौनपुर में जो कुंभ का आयोजन हुआ है, जो श्रद्धालु यहाँ पर आ रहे हैं उनके लिए आयोजित किया गया है। यहाँ हमारे जनपद के बहुत बड़े उद्योगपति हैं और समाज सेवी हैं, आदरणीय ज्ञान प्रकाश जी, जो भाजपा के वरिष्ठ नेता भी हैं, एक समाज सेवी भी हैं। उनके द्वारा ये कल से लगातार जो श्रद्धालु हैं कुंभ नहाने जा रहे हैं उनकी सेवा के लिए निरंतर प्रयास किया गया है एक छोटा सा, जिससे सबको भोजन की सुविधा उसकी आसानी से प्राप्त है। चाहिँ हाम्रो भाजपाको नेता श्री ज्ञान प्रसाद सिंहजीबाट निःशुल्क भोजन वितरण भइरहेको छ सबै भक्तजनहरूको लागि जो चाहिँ महाकुम्भ गएर आउनुभएको छ अथवा जाँदै हुनुहुन्छ उहाँको लागि यहाँ निःशुल्क भोजन कुन ठाउँ जगह का नाम क्या मछली सर जौनपुर मछली सर जौनपुर जौनपुर मछली सर में इधर खाना फ्री में मिल रहा है भाई लोग दे रहे भण्डारामा खाएर हामी चारजना जिग्रीहरू भएर आयो भण्डारामा यसको कुमको मेलामा बिछ्या हुआ विमलको भन्छ कुमको मेलामा हराएको भाइ मिले विमलको आज कुममै जाँदा मजा आयो हामी त भण्डारामा हानियो हामी चाहिँ अब सङ्गम आउन थालेको छौँ 10 किलोमिटर यहाँदेखि 10 किलोमिटर टाढा छ सङ्गम ठ्याक्कै चाहिँ अब चाहिँ हामी त ट्याक्क लोकेसनमा आउनु थाल्यौँ खासै त्यस्तो भिड्दै जान्छ अहिले सबै सुतेर हो कि हामी ठ्याक्कै बस पार्क झरेर अब यहाँ चाहिँ अगाडि हिँड्न थालेको छौँ यहाँ चाहिँ सबै बसले हाम्रो यहाँ छोडेको छ यहाँ हाम्रो टोली सबैजना टोली यहाँ हुनुहुन्छ अब जम्बो टोली हाम्रो चल्दैछ ठ्याक्क अब यहाँ बस राख्यो बस चाहिँ यहाँसम्म त ल्याएर छोड्छ यहाँ हामी लगभग 10 किलोमिटर जति 10 देखि 13 किलोमिटर होला सायद 13 किलोमिटरसम्म अगाडि हिँड्नुपर्छ अरे यहाँ जम्बो भएर हाम्रो टोली यही हो अब डाक्टर हिँड्ने सबै छौँ हामी अब चाहिँ यहाँदेखि एकछिन हिँड्छौँ हामी यहाँबाट म कस्तो आइरहेको अरे टक्क हिँड्दैछौँ ब्याग स्याग बोकेर व्यवस्थित पारामा टोली हाम्रो चल्दैछ जम्मो टोली अलिकति साथीहरू आउनुहुन्छ अलिकति पछाडि हुनुहुन्छ आउँदैछौँ अब हामी एकछिन हिँड्छौँ हिँडेपछि अब बल्ल माथि पुगिन्छ एउटाले खै कहिले 5-6 किलोमिटर भन्छ कोही 10 किलोमिटर भन्छ हेरौँ कति छ जामकेर कहाँसम्म पुगिन्छ अहिले चाहिँ हामी टक्क सवारी यात्रा भइरहेको छ सबैजना गाडीमा यहाँदेखि सङ्गमसम्मलाई हामीलाई चाहिँ बसले बस पार्क छोड्यो हामी चाहिँ अहिले सबैजना हाम्रो ग्याङ यो नेपाली ग्याङ चट्ट जान्छौँ सोल्टी आधा सोल्टी चट्ट हामी सवारी यात्रा भइरहेछ सङ्गम सवारी जङ्गल सवारी होइन सङ्गम सवारी भइरहेछ हाम्रो सबैजना हामी ओहो ल हाम्रो यात्रा चलिरहेको छ है सबैजना आयो मस्त के त भयो भन के त मजा सब यहाँ यो टक्क यो देखेर सक्नुहुन्छ यो हाम्रो सङ्गम अब यहाँ हामीले आफ्नो ठाउँ बसी ठाउँ खोज्नुपर्छ कतापट्टि छ सोनेका किन्दा लेगा हो क्या हामी चाहिँ अब सेक्टर 13 खोजिराखौँ कता पर्छ अहिले चाहिँ घडीको ठ्याक्कै 12 बजेको चाहिँ फेरि त्यही भयो
यो वाला पार्टमा तेरो हरि पाउँछ के सङ्गम गएपछि म बवाल भन्छु यार एन्डिङ मैले गरिदिन्छु क्या आजको फर्स्ट पार्ट इन्डिङ तेरो ल अहिले यो पार्ट हो नि त यहाँ सुत्ने बेला भन्दा यो पार्ट सुत्दै भयो 12:30 भइसक्यो यो चाहिँ माथिदेखिको चाहिँ ट्रेनको बाटै साथीहरू फेरि त्यो लाग्यो हो क्या फेरि यो ट्रेन फेरि के भन्नु होला फेरि पुलवाला भन्नु होला फेरि ट्रेन अनि साथीहरू घरमा बसेर के गरेछ कि यिनीहरूले होइन घरमा बसेर के हेर कि आऊ न यहाँ महाकुम्भ फेरि भ्लग हाल्दासम्म महाकुम्भै सकिन्छ फेरि ओ यो भिआइपी आइरह है यहाँ हेर आइआइटी बाबा जुन आफरामा त हुन्छ आइटी बाबा भएको त्यही हो आइडी भए त घर गएको के पढ्नलाई पढ्न गएको के आइडी भएर यो चाहिँ समुद्र मन्थनद्वार भनेर यस्तो बनाइराखेको छ यहाँ हेर्न सक्नुहुन्छ अब राम्रोसँग हेर्नलाई चाहिँ आफै आउनुपर्छ है साथीहरू फेरि जति छ त्यति हेर्ने होइन मान्छ राम्रो हेर्नु त आउनै पर्छ आफै कहाँ घरमा चाहिँ राम्रो हेर्नु पाइन्छ र हामी चाहिँ ठ्याक्क महाकुम्भभित्र अब सङ्गमतिर छिर्दैछौँ यमुनाले भिडियो बनाएको एउटाको भिडियो नै देखेर नगरतिर यस्तो भ्लगर छ अरे बुझ्न गर्छ त त्यही हो ठ्याक्क यो चाहिँ ठ्याक्क सङ्गम स्थल यो चाहिँ महाकुम्भको सङ्गम स्थल हो नेटको लागि होला है ट्याक्क देख्न सक्नुहुन्छ देख्छु खै कस्तो देख्यो थाहा छैन तर हामीलाई चाहिँ मजा आइरहेछ अब हामी एकछिन टोली हाम्रो टोली खै टोली अब हामीलाई कहाँ जाने केही मेसो छैन हामी बस घुम्छौँ भोलि बिहान उठेर चट्ट पौडिन्छौँ नुहाउँछौँ अनि उताबाट गयो अनि उताबाट जाउँ न तलबाट छिरौँ न तलबाट छिरौँ न मजा आइरह टोली हाम्रो किन झोक्रा छ तपाईँ किन झोक्रा ब्रो के छ भन्नु के छ हो साथीहरू हामी कहाँ आएको हामी अहिले सङ्गममा छौँ स्नान यहाँ गर्ने हो रे कहाँको ढुङ्गा चढिन्छ के को सङ्गम हो यो सरस्वती यमुना गङ्गा त्रिवेणी सङ्गम हामी अहिले महाकुम्भ हो हामी हो उहाँबाट पारिबाट हिँडेर आइयो सबजनासँग यो हामी चाहिँ घुमै छौँ हामीले खोज्दैछौँ बस्ने ठाउँ भेटाएको छैनौँ अब जता नि उस्तै चाहिँ हाम्रो लागि त यताबाट एउटाले चाहिँ यताबाट यस्तो डिरेक्सन देखाइदिनु भएको छ हामी यहाँबाट ट्याक्क पुल कटेर थोरै अगाडि आएर चोकबाट हामी लेफ्ट लाग्न लागेको छौँ यहाँबाट अगाडि जानुभयो सङ्गमको लागि भन्नुभएको छ यहाँ जुन देखाएको चाहिँ त्यो सङ्गम रहेनछ सङ्गम अझै अगाडि रहेछ हामीलाई त अब सुरुमै सङ्गम भने भ्याइयो तर सङ्गम अझै अगाडि रहेछ हामी खोज्दैछौँ सङ्गम यहाँ हाम्रो टोली चाहिँ यहाँ हुनुहुन्छ सबैजना अनि अब ट्याक्क हामी चाहिँ सबै एकछिन बस्छौँ अनि यहाँबाट बसेर एकछिन सल्लाह गर्छौँ अब कति बेला नुहाउने भन्दा भर्खर अहिले चाहिँ कति साढे भयो ढोडा आयो त्यतिकै 3:30 बजी भने त्यतिकै त्यही भयो म त घडी कस्तै छ भनेको के अहिले सङ्गम स्थलमा आइयो ट्याक्क नुहाइ जुहाइ चलिरहेको छ उता हो सबैजना नुहाउनु भएको छ भिडले कतिको भेटाएर क्यामेराले भोलि चाहिँ हामी डुङ्गामा गएर चाहिँ नुहाउने भन्ने प्लान हाम्रो ट्याक्क लगाएर अलिक भित्र सङ्गममा गएर यहाँ भन्दा चाहिँ छेउछेउमा भन्दा चाहिँ अलिक बिचतिर गएर नुहाउँला भन्ने प्लान हाम्रो त्यही भएर यहाँ मस्त कस्तो देखेको थिएँ तर मलाई त लास्ट आँखाले भेटाएन यहाँको भिडभाड चाहिँ लास्टै ठुलो चाहिँ ठाउँ चाहिँ आँखाले नै भ्याएन जता हेऱ्यो त्यता लाइटिङ मात्रै छ उज्यालो चाहिँ दिउँसै जस्तो छ अब बन्न चाहिँ घडीमा अहिले ट्याक्कै 1:30 बजेको छ तर हेर्दाखेरि चाहिँ पुरै दिउँसै जस्तो फिल हुन्छ ठ्याक्क लाइटिङ त बबाल हाने लाइटिङ बबाल छ कुन मिसिन छ अरे यहाँ गङ्गा यमुना अनि सरस्वती मिसिन छ सरस्वती दुईटाको सङ्गममा गइन्छ त्यही हो भन्छ अरू केही छ भन्दा त्यसमा के हामी चाहिँ एउटै पल्टिने ठाउँ भेटाएर पल्टेको छौँ यहाँ ठ्याक्क बोल्दै मजा आयो पल्टिन यहाँ चाहिँ बवाल भिडभाड छ बस्ने ठाउँ होइन
अब एकछिन ब्यागमा हालेर एकछिन पल्ट यस्तो गरौँ चिसो चाहिँ चिसो छ एकछिन बसेर अनि टक्क लगाएर एकछिन बसौँ अब ठ्याक्क भोलि बिहान 6 बजेदेखि चाहिँ बोटिङ सुरु हुन्छ अरे अब ट्याक बोटिङको लागि हामी वेटिङ गर्छौँ मान्छेहरू त्यहाँ थुप्रै हुनुहुन्छ चट्ट त्यहाँ बोटिङमा चाहिँ सङ्गममा गएर ट्याक्क नुहाउने भन्ने प्लान हो चट्ट बसौँ यहाँ बस्छौँ एकछिन रेस्ट गर्छौँ अब भैँमे सुत्यो भन्नु पऱ्यो भैँमे सुतिरहौँ टक्क मान्छे अब यो ब्याग ल्याएको ब्यागमा आएछ साढे लगाएर बसौँ अहिले चाहिँ बिहानको कति 4 बज्यो 4 बन्द गर्न थालेछ एकछिन भैँमा सुतियो सबैजना कोही सुत्दै हुनुहुन्छ